हेलो नमस्कार। आज म देउताथान बनाउनेवाला छु। तपाईहरुले लास्टसम्म हेरिदिनुहोस्। मन परे भने शेयर सब्स्क्राइब गरिदिनुहोस्, लाइक पनि गर्नुहोस्, कमेन्ट गरिदिनुहोस्। र आजको मेरो कन्टेन्ट कस्तो हुन्छ तपाईहरुलाई छोटो मनोरञ्जनको लागि ल्याइदिएको छु। हेर्दै गर्नु होला। यो चाहिँ राबङ लामा हो। क्युजिङदेखि लगभग 10 किलोमिटर टाढो। बिहान बेलुका भएरै गर्दैछु हो। अहिले चाहिँ बडी बनाइसक्दैछ लगभग। यस्तै हुन्छ स्टार्टिङ हो। अहिले चाहिँ यतिको बनिसक्दैछ हो। अझै थुप्रै हुन्छ यसको कार्यक्रम हो। तपाईहरुलाई बनाउन मन पर्यो भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ। फोन नम्बर सिधै लिङ्कमा हुन्छ। तपाईको 80 देखि 1 लाखको आसपाससम्म पुग्छ यति देउताथान बनाउनलाई। यो मात्रै हैन, यसमा थुप्रो छ। अवतारीको ट्रीहरु यही हो। अवतारीको ट्री बनिँदैछ यहाँनिर। अनि लामाको चोकचीहरु हुन्छ। सबै सेट हुन्छ देउताथान भित्रको। तपाईको 80 देखि लिएर 90 1 लाखसम्म पर्छ हो। यो चाहिँ तपाईको 12 बाइ 8 को हो। यो भन्दा ठुलठुलो बनायो भने अझै बेसी दाम पर्छ। यसमा यो भित्रको जति बाको पार्टिसन एस्कटिङहरु चाहिँ अलग्गै हो। यो चाहिँ अर्कै मिस्त्रीले गरेको रहेछ हो। हामीलाई चाहिँ देउताथान बनाउनु बोलाएको थियो अनि गएर बनाइदिए। यो चाहिँ अवतारीको ट्री हो। यो लामा बस्ने चेम्टे। यति भइसक्यो फिलहाल। फाइनल हुनै आँट्यो। अब अलिक छ मेन्टेन यसको ठाकठाक टुकटुक हो। यति भयो। यो पल्लो कुनाको चाहिँ पुरानै हो। बाहिरको नजारा हेर्नुहोस् कति दामी दिन भइरहेछ हो। आजको लागि मेरो कन्टेन्ट यति नै हो। थ्यांक यू, बाइ बाइ।